यो विशेष प्रश्न के हुन्छ संविधान सम्बन्धी रहेको छ। संविधान यो प्रश्न सुनिसकेपछि यो प्रश्नको सही उत्तर चाहिँ कमेन्ट गर्नु होला है। अब प्रश्न चाहिँ यस प्रकार रहेको छ है। नेपालको संविधान प्रमाणित कसले गरेका हुन् है? अप्सन के हुन्छ? अप्सन ए मा सुभाष नेमाङ, बी मा सुशील कोइराला, त्यसरी के हुन्छ सी मा रामवरण यादव र कृष्ण प्रसाद के हुन्छ सिटौला, डी मा चाहिँ रहेको छ है। अब यो प्रश्नको सही उत्तर चाहिँ कमेन्ट गर्नु होला। यसमा चाहिँ हामी यो प्रश्नको विस्तृत जानकारी लिने छौं है यो भिडियोमा। अब यसमा के हुन्छ है, यो सुभाष नेमाङ भनेको के हो त? यो प्रश्नको सही उत्तर के हो? सुभाष नेमाङ छ है। यो के हुन्छ? संविधान प्रमाणित गर्ने व्यक्ति भनेको के हो त? सुभाष नेमाङ। संविधान के हुन्छ त? प्रमाणित गर्ने है। प्रमाणित गर्ने के भयो त? व्यक्ति। प्रमाणित गर्ने व्यक्ति है। अब यो सुशील कोइराला को हो त? संविधान जारी हुँदाका प्रमुख है। प्रमुख भनेको के त? प्रधानमन्त्री। प्रमुख भनेको के हो त? प्रधानमन्त्री हो नि त। प्रमुख भनेको के हो त? प्रधानमन्त्री है। त्यसरी के हुन्छ अब? संविधान है। संविधान जारी हुँदाका राष्ट्रपति को थियो त? डाक्टर रामवरण यादव है। त्यसरी कृष्ण प्रसाद सिटौला को हो त भन्ने कुरा यो मस्यौदा समिति है। नेपालको के हुन्छ? संविधानका मस्यौदाकार है। मस्यौदाकार समितिका के त? अध्यक्ष है। अध्यक्ष र संविधान जारी हुँदा यति के हुन्छ? जारी हुँदाको संविधान है। जारी हुँदाका संविधान सभाका उपाध्यक्ष है। उपाध्यक्ष के हुन्छ त? अध्यक्ष को थियो भने ओमसरी भर्ती मगर। ओमसरी भर्ती मगर है। त्यसरी के हुन्छ हो? त्यही जारी हुँदाका संविधान सभाका महासचिव भनेको को त भनेपछि मनमोहन प्रसाद भट्टराई। मनमोहन प्रसाद भट्टराई। अब यसमा चाहिँ सबभन्दा पहिला हामी चिन्नु पर्यो के त? यार है, यो उपाध्यक्ष चिन्नुपर्छ, महासचिव चिन्नुपर्छ। त्यसरी के चिन्ने भनेपछि के हुन्छ? अध्यक्ष को थियो? मस्यौदा कार्यका समितिका अध्यक्ष को थियो? यो थाहा हुनु पर्यो। त्यसरी के हुन्छ? हामी राष्ट्रपति को थियो? त्यो चिन्नु पर्यो। के थियो? प्रधानमन्त्री को थियो? त्यो चिन्नु पर्यो। त्यसरी के हुन्छ? हामीले प्रमाणित गर्ने व्यक्ति चाहिँ को थियो? यो चिन्नु पर्यो। यति चिनिसकेपछि त बाँकी भएको अलरेडी आफूले के हुन्छ थाहा भइहाल्छ।